मान्य सदस्य कृष्ण हरि बुढाथोकी। सम्माननीय सहमुख महोदय, हामी डिजिटल नेपालको कुरा गरिरहेका छौं। काठमाडौँबाट केवल 60 किलोमिटर दूरीमा रहेको रामेछाप जिल्लामा अधिकांश स्थानमा आज पनि मोबाइल नेटवर्क राम्रोसँग चल्दैन। दूरसञ्चारका टावर छन् तर सिग्नल छैन। रामेछापवासीलाई अर्को पीडा छ। गाउँघरमा सडक छन् तर गाडी गुडाउन मिल्दैन। सहमुख महोदय, रामेछापको भूभाग हुँदै चारवटा ठूला नदीबाट लाखौं घनमिटर पानी बगिरहेको छ, तर गाउँमा खाने पानीको अभाव छ। किसानका खेत बाँझिएका छन्। रामेछापका किसानलाई पिरै छ, बाँदरको पिरलो छ। किसानलाई दिनुपर्ने मल सहकारीमा पुग्छ। किसानले त्यही मल बजारबाट महँगोमा किन्नुपर्छ। सहमुख महोदय, रामेछापमा गुणस्तरीय दूरसञ्चार, स्वच्छ खानेपानी, सिंचाई, कृषि मल सुविधा र सडक पूर्वाधारमा तत्काल प्रभावकारी काम गर्न म यस सम्मानित सभा मार्फत सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।